भाडा डमडुम होइन नि केटोले बटुको सानो हुन्छ हटे पनि गला राखे अनि अड्क्यो च्यानल अनि आज चाहिँ हामी राजा रानी जाँदैछौँ सो मैले चाहिँ घरबाट निस्किँदाखेरि भ्लग बनाउन बिर्सेछु अहिले चाहिँ म बाटोमा छु अनि अहिले भर्खरै याद आएर अनि म चाहिँ अहिले मङ्गलबारेमा छु साथीहरू अनि मलाई चाहिँ अन्त अहिले लिन आउनुहुन्छ अनि त्यसपछि जान्छौँ हामी हाम्रो हेलो दाइ हेलो कहाँ हो हामी चाहिँ खाजा खाएर एकताल भइरहेछ कोही सुगर कट कोही होइन म मात्रै हो उसलाई सुगर कट भनेर देखाउ है भेडाडाँडामा आइपुगिसक्यौँ अब हाम्रो बाँकी साथीहरू आउन बाँकी छ के भयो बिमारी भयो लुलु फेरि गर ल साथीहरू हामी चाहिँ अहिले यहाँ राजा रानीको रानीतालमा आएको छौँ यहाँ छ यस्तो छु म अगाडि गएर मेरो मस्कारा यही त खेल्न आएको होला नि खोइ त नेपालको उयो भयो गयो पानी जहाज चतराको पानी बोराबादको उड्न आँटो है अब धनकुटामा एउटा उड्दै गरेकी चरी ल पकेटा बोक्नु पर्यो नि त साथीहरू यहाँ हाफ मुनमा म छु यहाँ मेरो हाफ मुनमा बस्ने कोही पनि छैन है बाँकी सबै पछाडि छन् म मात्र यहाँ छु यहाँ कस्तो राम्रो जोडी हाँस्छ यु क्यान सी गाइस वाउ लु चन्द्रमामा त्यसको बाउ घरमा चाहिँ यस्तो हुँदैन त्यसको बाउ किन नभएको घरमा यस्तो गाडी सारी रहेछ के अरे घरमा त हामी केटाकेटी मान्छेलाई खेल्ने ठाउँै ठाउँ माथि के हो यो यहाँनिर एकदम फोटो खिचाइ कार्यक्रम हुँदैछ एकदम ब्लग बनिँदैछ एकदम यहाँ म ब्लग बनाउँदैछु एकदम यहाँ फोटो कार्यक्रम हुँदैछ नि हाम्रो दाजुभाइहरू चाहिँ उता रुङ्ने क्रम जारी नै छ हामी चाहिँ यहाँ फोटो हाम्रो लु सबै कुना कुनामा फोटो खिचिसकेर अब हामी जान्छौँ घर अब त भोक लाग्यो यस्तो राम्रो फुल चाहिँ हो हामी खिच्दै गरौँ यतिको क्यामेराम्यान चाहिँ पछाडि हेलो रोजन दाई हेलो कस्तो भयो हेलो जतन फेरि भन्दिनु पर्यो लाइक एन्ड सब्स्क्राइब डोन्ट फर्गेट टु लाइक एन्ड सब्स्क्राइब कस्तो मजाले मिलाएर हाल्दियो क्या उसले मलाई त्यो त साह्रै मन पर्यो क्या
म हालिदिन्छु नि मैले नै त्यो युट्युबमा 4 चोटि हेरिसक्यो होला क्या 4 लागिसक्यो रोजन दाइले क्या भर्खर तँ मेरो से प्यार करती कि नहीं करती भन्नुभयो नि इन्गेजमेन्टको दिन तँ सोधो भने के हुन्छ छुट्दैन इन्गेजमेन्ट जा 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 साथीहरू हामी यहाँबाट निस्केको मात्रै भनेर मैले हामी इनको भिडियो बनाएन मलाई सायद के बनायो के को यहाँको बनायौँ नि यसले त खायो मैले 20 को खाएँ उसले चाहिँ 50 को खायो भनेर अनि त्यहाँदेखि पैसा उठाउनु छोडेँ त्यसपछि गाडी यसरी रोक्यो एक गोकोलाई के खानु छ खाइहाल्यो आधी घन्टा पछि उता गाडीमा आइजाऊ भने जान्छु कि जाऊ तिमी त अलि मोटाउने बेला भएछ हौ होइन म यतिकै ठिक छु ऊ मोटायो भने त फेरि आउँदैन कलेज आउँदैन किन हिँड्नुहोस् गाह्रो भएर होइन होला अहिले पो हल्का फुल्का छ र हिँड्छ अहिले ओख्रे मोटायो भने पनि म यस्तो हुँदिनँ नि त हुन्छ यस्तै हुन्छ दिनु पनि आउँला यहाँ तल है कुन टाढोमा उताएर हामी सबै बाइकमा आइसके किन भनेको हिँड बिस्तारै हिँडाउनु भने मेरो पालो हिँडाइदियो भन्छ फोन भएको छ त्यहाँ यहाँ दुःख हालिसक्यो हालिसक्यो आँगहरू त यहाँ चाहिँ हामी खाइसकेर पर्खेको लु फोर हालिसकेको छ हौ माया आज केटाहरूले मलाई मजाले खानु नदिए भइसक्यो 3 भाडा डमडुम होइन नि केटोले बटुको सानो हुन्छ भने देख्छु अघिसम्म कसलाई भन्दै थियो तिम्रो बिहामा त छाता उठाउन आउँदैन भन्दै थियो अब मलाई डाडु पनि मेरो पनि नआयो हुन्छ डाडु देखाएको छैन नि त उसले डाडु नै पर्ने भाँडा उठाइदिइसक्यो सोध्नु थाल्यो साथी गर्नु थाल्छ सुत्ने साथी चाहिएर त एक्लै कता सुत्नु होला त्यहाँ घरमा त एक्लै सुत्छ होला त बिहे गरेर छैनौ कहाँ लगेर छोडेको कहिले लानु हटे पनि गलेर के अनि अड्क्यो दाँदैले चपाउन दिएन अनि सारा स्वरले तान्ने जति आयो भरे बाटोमा चाहिँ भोक लागेर त्यो एउटा काँक्रा छ भने काँक्रा खानै अनि जानु अनि काक्रा काटेर खाने हो अब बुझ्नु भयो नि काँक्रा फलेको छ कि छैन कुन थर हो भनिदिनुहोस् त नभन्दै फेरि दुईटा औँला हाल्ने ठाउँ त 2 कोसा केरा जाने भनेको छ घर जाइ बस्यो भने जाइ पाल्न गाह्रो किनमेल तातो रहेछ गाई चाहिँ हेर्नु तातो छ भुटेको तातो कि घाममा भर्खरै बाटैदेखि छाड्यो हामी चाहिँ अब उफ्रे टाउबाट बाटो चाहिँ यस्तो छ है हेलो जातान हेरिहाल है आफ्नोमा पनि जुकाले कुदाइदिएला गुटुर गुटुर साथीहरू हाम्रो चाहिँ अब चाहिँ हाइकिङ सुरु भएको ओख्रे के रे ओख्रे टावर घरि नहेरिकन 5 मिनट होइन दाइ अब 5 मिनट अब आइहाल्यो 5 मिनट सो यहाँदेखि हाम्रो सिडी स्टार्ट रहेछ यहाँसम्म चाहिँ ठाडै बाटो थियो ठाडै कस्तो ठाडो यही हो ओख्रे टावर यही हो यो 3-4 वटा सिडी हेर्न आएको जुगा त अघि हेरिसके आउँछन् बिस्तारै हेलो जतन हाम्रो औषधि छ औषधि खेल 45 23 हामी यहाँ काँक्रा खान्छौँ 23 हराइरहेको छ त्यहाँ
काँक्रै पाएन काँक्रालाई पाएको भए पो त्यहाँ चक्कुकै याद आउँछ अस्मिता हरायो त नि कसलाई टोक्नु त कति 5-6 बनाउनु न त्यसलाई बिचमा होला नि त यहाँ चिया र थुक्पा कहाँ मिठो हुन्छ होला हौ काँक्रा र बदाम खानालाई नै हामी यो टावर चढे जस्तो छौँ नि केही देखिँदैन भ्यू पनि अब त मिठो हुन्छ होला नि त पानीले सबै भिज्यो बदाम खाना खाना नजिक ल्याइदियो हेर न त खाएपछि यस्तो पाक्दैन भन्ने मेसेज आएको वाला ठाउँमा पनि पानीले पानी मात्रै कसले फोन गरेको यहाँ यो चाहिँ हामी खै त गीत कन्टिन्यू नै भएन दाइ यति मात्रै आउँदो रहेछ सो हामी चाहिँ अब यहाँबाट ओक्रे टावरबाट झरेको अघिको ठाडो बाटो चाहिँ नजाने अर्को बाटो जाने अलिक लामो छ भनेर सबैजना चेपिन्छन् ल ल बाटो चाहिँ यहाँ यस्तो चिप्लो छ कि मलाई जुक्कले खाए जस्तो लाग्दैछ दुईचोटि भइसक्यो छोड्दै पो छोड्दैन त हौ भन अहौ टिपेर यहाँ राखिदिएको छु अब कसलाई पर्ने हो कहाँ हिँडेको लाग्छ मेरो कहाँ हिँडेको राति हिँड्ने खालको बाटो थियो सुज रहेछ नि त नि छुट्यो साथीहरू हाम्रो चाहिँ अहिले अब सबैजना यहीँदेखि छुट्छौँ होला है दाइ लगभग यहीँदेखि छुट्छ सब लगभग सँगै धरान भए पनि अब होइन अघि पछि अगाडि पछाडि भएर सायद छुट्टिन्छ अब सबैजना आफ्नो आफ्नो घर जान्छौँ अनि यहीँदेखि बाई बाई गर्छौँ होला हामी पनि दाइ र म यहाँबाट जाँदैछौँ यतापट्टि त घाम त कस्तो राम्रो आउँदो रहेछ नि घाम